अरे बाबू, अरे ओ अरे बाबू, जरा दरवाजा खोलिए तो आपका खत आया है। किसने लिखा है? महेश लिखा है भाई। अब हम चलते हैं भाई। महेश, हरी, बनारस। हरि नमस्ते। दिएको परीक्षामा तिमी सर्वप्रथम भएछौ। नेपाली छात्राहरूका निम्ति गौरवको कुरा हो यो समाचार सुनेर। तिम्रा पुराना अध्यापकहरू र सबै मित्रवर्ग समेत आनन्दित छौ। सफलताको निमित्त बधाई छ। तर तिमीलाई एउटा अप्रिय समाचार सुनाउनु पर्दा खेद लागिरहेछ। अस्ति वसन्त पञ्चमीको दिन शशीको विवाह भयो। दुलाको सन्तान भारदार अरे। दुला मेरा मित्र हरि जस्ता राम्रा रहेनछन्। फेरि बरु चरित्रहीन छ अरे। तिमी यस्ताको कहिले हेर्छौ? खबर देऊ। म बाटासम्म तिमीलाई दिन आउला। चिठी पढिसकेपछि सानोदय अर्थात् हरि छाँगोबाट खसे जस्तै भयो। एक घडी अघिको हर्ष र उल्लासको स्रोत एक छिनमा सुकेर मरुस्थल भयो। एक पटक शशीमाथि क्रोध पनि उठ्यो। त्यही उतौली केटीका आग्रहले पो बिहे गरिदिएका हुन् कि? नारी जातिको के विश्वास? मनले भन्यो। तर जे होस्, अब शशी अर्कैकी भइसकिन्। उनमा अब सानुदाईको तिलभर पनि अधिकार रहेन। मनले भन्यो सानुदाईले। माया नभएकी पापिनी, बाल्यकालदेखि हजारौं पल्ट गरेको प्रतिज्ञा बिर्सेर तिमीले आज मेरो अनन्त अभिलाषालाई कुल्चेर फालिदियो। दिन बिते, समय बिते, तर शशीको मनोहर मूर्ति सामुदायिक आँखाको सामुन्ने नाच्न थाल्यो। कहिलेकाहीँ उनको भावी चिन्तन पनि उठ्यो सामुदायिकको मनमा। पति उति राम्रो छैन अरे, सुन्या थियो उसले। स्वस्थ, फरासिलो, आफ्नो शशीलाई प्रशस्त माया गर्ने भए त नराम्रो भए पनि उति हानि थिएन। तर चरित्रहीन भन्ने झट्ट सुन्दा ज्वाडे, जड्याहा, रन्डीबाजको बोध भए मनमा। एक माना खाना पुगेका सामुदायिकका जस्ता खानदानका युवकहरू प्राय धेरै जसो त्यस्तै हुन्छन्। मनले भन्यो। त्यसो भए आफ्नो दुष्चरित्र पतिको पापको कठोर दण्ड निरपराधिनी शशीले आजीवन भोग्नु पर्ने भयो सोच्न थाल्यो। सौभाग्य रात्रिको प्रथम सम्मेलनमा पतिको सासबाट रक्सीको घिन लाग्दो दुर्गन्ध आउँदा शशी कसरी तर्सी होलिन्? उनका हृदयमा एक तमासको विरक्त भाव उठ्यो होला। केही कालपछि पतिले बाहिर फेर शशी राखेर आफूमाथि स्नेह घटाउँदै गएर हेला गर्ने, बाटै पछि झर्कने, नबोल्ने, गाली गर्ने। धेरै रात बितेपछि गनाउने मुख लिएर ललखराउँदै कोठाभित्र बस्दा के ठान्ने सोचिरह्यो। कुनै दिन माग्नु पर्ला। सामुदाई, तपाईँ बिहे नगर्ने? कसम गर। अब यसै बस्ने विचार गरेको छु। नानी, सामुदाईलाई ढाल्यो। कसले पो ढाक्यो? सामुदाई, तपाईँले मेरो जीवन डुबाइदिनु भयो। अब मलाई धेरै दिन बाँचौँला जस्तो लाग्दैन। जीवनको अन्तिम क्षणमा आएर एकपटक दर्शन दिनुहोस् है। भन्नुहोस् त, आउनुहुन्छ? बाबु, शशीको कुरा सुन्नु भएको छ? लोग्ने बौला जस्तो छ अरे। रक्सी खाएर तुच्चाउने बेलातिर घर आउँछ अरे। सानो सानो कुरा पनि हरेक थापेर कुटिरहन्छ अरे।
अस्ति तिहारमा पनि गहना दिन भनेर नलिने ठसाएछ। भाइटिकामा आउँदा आङभरि निर्लाम देखाउँथे। फेरि खै कता अहिले त जारी मुद्दा पनि बढेको छ अरे। 10-12 जनाको जम्मै भात पकाउने भाँडा मान्ने काम ससी आफैले गर्नुपर्छ अरे। कस्तो राक्षसलाई सुन्दैछन्। आफैले रोजेर बिहा गरेर आएको फल निरोगी सज्जन गुर्जन जड्या जुवाडे जस्तालाई जे पनि त्यसकै पछि दान दिएको गाई चाहिँ घिचिएर जानुपर्ने। उसले जस्तो सुकै शास्ति शासन दिए पनि सहेर बस्नुपर्ने। यो नारी जातिको निम्ति महान विडम्बना अभाव छ। अप्पा दुःख र पीडा भयो मनमा। नारी जाति प्रतिको असीम श्रद्धा र आदर साथीलाई पीडा भयो। नारी जातिलाई मानव जीवनको प्रधान अङ्ग सम्झनाले सम्झियो। नारी जातिलाई परम पूज्य जननीका रूपमा, स्नेहमयी दिदी बहिनीको रूपमा, प्रेममयी पत्नीको रूपमा, पवित्र कोखबाट तिनको युगान्तदेखि जन्म ग्रहण गर्छौँ। भेट्यो चिन्तनको गहिराईमा, बोल्यो मनले क्षुद्र तृष्णा र वासनाको अपार तृप्ति भएको छ। संसारको जलको ज्वालाले पोलेको बेलामा हामीले तिनको शीतल छायामा विश्रान्ति पाएर दुःख बिर्सेको सम्झ्यो। लाखौँ नारी पतिको मृत शरीरसँगै जलेर रानी भए। लाखौँ नारीले पुरुषको शोकमा यावत जीवन वैधव्यमा कठोर यातना सहेर तपस्या गरिरहेका छन्। यथार्थ त उम्ल्यो मनमा सामुदायको। लाखौँ करोडौँ नारी हाम्रा सुख दुःखकी साथी भएर पुरुषको दिन रात सेवा गरिरहेको सम्झ्यो। त्यो महान त्याग र निस्वार्थ सेवाको बदलामा आफूहरूले दिने एकान्त रोदन, कठोर लाञ्छना, घृणित तिरस्कार, दारुण यातना र भोजनपछिको उच्छिट्ट अन्न सिवाय अरू केही नदिएकोमा पीडा भयो। संसारमा नारी सङ्ख्या पर्याप्त हुनाले पुरुष जातिले तिनको मूल्य जानेन। वस्तुको मूल्य अभावमा थाहा हुन्छ। एक गिलास पानीको मूल्य उत्तृप्त निर्जल मरुभूमिमा पुगेर प्यासले व्याकुल हुँदा थाहा पाएको कुरा सम्झ्यो। हिरो गरी फर्कियो। संसारबाट समस्त संसारबाट नारी जाति अन्तर्ध्यान हुँदाको अवस्था विपक्ष रूप हो। समस्त भौतिक सृष्टिको विनाश तब पुरुषले थाहा पायो। नारी जातिको मूल्य सोच्यो। पुरुषले नारी जातिको आदर र सम्मान गर्न नजानाले नै शोकाकुल र कलहमय भएको सम्झ्यो। कोमल र मधुर स्वभावी नारीबाट पशुका झैँ कठोर श्रम लिनु कत्रो अविचार र अन्यायको कुरो। शशीको मानिनी र हठी स्वभाव, सामुदायिक नारी जातिको स्वाभाविक स्वभाव, अनुनय विनय गरेर हक र मान मनाउन पुरुष तथा उनीहरूको स्वभाव। कुनै दिन शशीले यस्तै प्रणय हात छिरेर नबोलेकी भए ऊ भन्छले, किन रिसाएकी लाली? यता आऊ न। पढाइलाई निरन्तरता दिनको लागि बनारस जान्छ। एमएको परीक्षा पनि समाप्त भयो। खै के गर्ने सोच्दैछु। कहिले एकान्तमा बसेर तपस्या गर्नु जस्तो लाग्छ। कहिले विश्व भ्रमण गरेर भ्रमणको विषयमा आफूले आफ्नो भाषामा सचित्र ग्रन्थ तयार पार्नु जस्तो लाग्छ। कहिले कुनै सार्वजनिक क्षेत्रमा प्रवेश गरेर
आफ्नो भएको जिन्दगी दिन दुखेको सेवामा बिताउँ जस्तो लाग्छ। खै के गर्ने, मन विचारको हावामा उडिरहेको छ। बाबू जरा देखिए तो ये आपका खत है। हाँ भाई मेरा ही है। किसने दिया था? कल शाम एक नेपाली औरत दे गई थी। वो नेपाल में रहने वाले थे या बनारस में रहने वाले? नेपाल से तीर्थ यात्रा के लिए आई थी। कैसी थी? अधेड़ उम्र की विधवा औरत थी। भाई सानुदाई दण्डवत प्रगाढमा आया। धेरै दिनदेखि परमेश्वरसँग मृत्युको याचना मागिरहेकी थिएँ, किनकि म जस्तो अभागिनी श्वास लिने बाँच्नुभन्दा नै मर्नु श्रेष्ठकर छ। ईश्वरले म अबलाको पुकार सुनेछन्। 3 महिनादेखि मृत्युशय्यामा परिरहेकी छु। डाक्टर वैद्यहरूले बाँच्ने आशा छैन भन्छन् अरे, बाँच्ने इच्छा पनि छैन। तपाईँको दर्शनको साह्रै अभिलाषा लागिरहेको छ। एकपटक आफ्नै शशीलाई दर्शन लिएर जानुहोस् है, अभागिनी शशी।
ससित बिहे गर्ने मैले कसँग बिहा गर्ने तिमी जस्तो नारी रत्न मैले यो संसारमा अरू को पाउनु मैले फेरि अर्को बिहे गर्न हुन्छ र हुन्छ हुँदैन तर निश्चय गरेर भन्न सक्दिनँ तर केहीले गरेका छन्
कहिले आयो? आउँदैन है। सन्चै छ? चलिरहेछ भाइ। यसबारमै तिमी प्रथम होला भनेर आएको थियो, तर दोस्रो स्थान दखल गरेछौ, त्यो पनि कम छैन। आउनु संस्कृत औषधि खाने गरी रोगीको अवस्था सिरियस, मुटुको धडकन कम छ, रक्तचाप पनि सही छ। मानिसलाई मानसिक आघात रोगहरू निस्किन सक्छ। खोइ हेरौँ अब। सम्झौते डेढ महिना हुन्छ। विदेशमा बाहिर कतै लगेर औषधि गर्दा बाँच्न सक्छन् कि बाँच्न सक्दैन। म मेरो सर्वस्व अर्पण गर्न तयार छु। असम्भव। परमेश्वर सासीको केही दिनमा मृत्यु हुँदैछ। उनको शरीरलाई श्मशानमा लैजान्छन् अनि क्षणभरमा उनको त्यो रूप राशि चितामा जल्छ। चिताको ज्वालामा झुन्ड खरानी हुन्छ। उनको मृत्यु दृश्य कसरी हेर्नु मैले? साँच्चै चिनायो होस् तिम्रो, म सधैँ देख्न पाउन। तिम्रो मधुर बाणी नै सुनि चित्त बुझाउन। राजलक्ष्मी नारी